सर्वप्रथम सबैलाई स्वागत छ मेरो युट्युब च्यानल नेपाली सारङ्गी हेरेर बस्नुभएको सम्पूर्ण दर्शकहरूलाई। आज चाहिँ म सारङ्गीको बारेमा केही छोटो इन्फर्मेसन कसरी बजाउने भन्ने विषयमा सानो एउटा भिडियो बनाएको छु, हेर्नु होला है त। र केही जिज्ञासा भए त कमेन्टमा लेख्नु होला। सुरुमा सारङ्गीमा चाहिँ 7 वटा स्वर, यो स्वरहरू चाहिँ प्रष्ट बजाउन सक्नु पर्यो है। अब यो सारेगामा पद निसा सबै यहाँ भित्र नै पर्छ र अलिअलि हाई अक्टेभको स्वरहरू यहाँ मुनि मुनि पनि जान्छ, र हामी यहाँ म त्यो फोकस गर्दा हुन्छ। सबभन्दा पहिला बो समाउँदाखेरि यो अलिकति तन्किने हिसाबले यो तल ठेलेर समाउने, पेन समाएको जस्तै हो। र रेट्दाखेरि जहिले पनि एउटा मात्रै तार छुने गरी स्ट्रेट रेट भयो। र अर्को सारेगामा पद निसा गरेर जम्मा 7 वटा स्वर बजाउनु पर्ने हुन्छ। त्यो लास्टको सा चाहिँ अर्को अक्टेभको परेको हुनाले त्यो फर्स्टको सा र लास्टको सा रिपिट हुन्छ। त्यसमा सारेगामा पद नि मात्रै हुने भयो स्वर, र त्यसमा चाहिँ अरू कोमल स्वरहरू हुन्छ। पहिला शुद्ध स्वरको बारेमा जानु है त। अब करिब करिब यो 1 इन्च तल आएर तपाईँको ओपनमा चाहिँ सा भयो, र यसको यो सा बजेको 1 इन्च तल भने करिब करिब यहाँ। अब यो सारङ्गीको यहाँ पर्छ। यो सारङ्गीको चाहिँ घाँटी हेरेर तलमाथि जहाँ पनि पर्न सक्छ, यो ट्युनरबाट ठ्याक्क पत्ता लगाउनु सक्छ। जस्तो कि यो ओपन सा भयो, यो रे भयो, यो रे भयो भने यो यहाँबाट यति ग्याप छ यो रेको, त्यति नै ग्यापमा फेरि ग हुन्छ। त सा रे ग यति नै ग्यापमा, रेबाट यति ग्यापमा आयो भने म चाहिँ फेरि यहाँ क्लोज नै हुन्छ। भने कस्तो हुने भयो भन्दा हातको पोजिसनिङ चाहिँ यस्तो हुने भयो। यो सा हुने भयो, यो रे हुने भयो, यो ग हुने भयो, यहाँ ग्याप हुने भयो, र यो ग र म चाहिँ जोडिनु भयो। जस्तो सा रे ग। र यसको चाहिँ अब एडजस्टेन्ट साइडमा फेरि के हुने भयो, पद निसा हुने भयो। प ओपन, ध चाहिँ जहाँ थियो रेको एडजस्टेन्ट साइडमा ध हुने भयो, प यति मात्रै हो। सा रे ग म प ध नि सा, सा रे ग म प ध नि सा, यति चाहिँ यो चाहिँ शुद्ध स्वर भनिन्छ। अब यसमा फेरि कोमल स्वर हुन्छ, जुन चाहिँ हाफ नोट तल या हाफ नोट अगाडि जानुपर्ने हुन्छ। सुरुमा चाहिँ रे आउने भयो। हाम्रो शुद्ध रे यहाँ थियो भने, यो रे यहाँ थियो भने यसको हाफ माथि यहाँ आउनु भयो। यो चाहिँ हाम्रो कोमल रे आइरहेको छ भने गको फेरि जहाँ ग थियो त्योभन्दा हाफ माथि आउनु पर्यो। यहाँ थियो ग भने अब कोमल कस्तो हुने भयो, र म चाहिँ कोमल हुने भएन। म पछाडि आउने ठाउँ छ नि, त्यबाट मको लागि अगाडि जानुपर्ने भयो। त्यसलाई चाहिँ हाफ नोट माथि लानुपर्ने भयो। त्यसलाई तीव्र स्वर भनिन्छ, तीव्र स्वर भनिन्छ। जस्तो कि सा रे ग, यहाँनिर शुद्ध स्वर थियो भने अब यो तीव्रमा आयो, तीव्रमा आयो। त्यस्तै यसको पुरै अब यता साइड त्यस्तै हुनुभयो।